गाइज अहिले म काउन्टरमा आएको छु कि काउन्टरमा कृष्ण खाना खान लाग्छ होइन। म काउन्टरमा बसिरहेको छु। यो म पगार चाहिँ भन्नुपर्दा त्यही हो 20 देखि सुरुवात हुन्छ। गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू मेरो च्यानल स्वागत छ। आजको नयाँ दिनको सुरुवात हुन लागिसकेको छ। सो एभ्रिवान 4 बजेको सकेको छ, भर्खरै उठेको। नआएन आज त, नुहाउँदै नुहाएन भनेको त्यत्तिकै हिँडिरहेको छु। टाइम भइसक्यो रहेछ होइन, जानुपर्छ अब होटलतिर। हाम्रो टिम पछाडि छ, हाम्रो टिम। टाइम भइसक्यो, ल्याङ तरिकाले निद्रा लाग्छ के, ल्याङ तरिकाले निद्रा लाग्छ। ओ माई गॉड, जय श्री राम, जय हामीलाई जय गरिदिनु, जय श्री राम। बिहानै बिहानै उठेर जिरा मसला खाँदै, सब केटाहरूको प्रत्येक हातमा छ। ऊ हातमा छ उसको। ओए तन्काउँछ त यार यो मान्छे त। कस्तो कस्तो फिल आउँछ यो खाएपछि? फिर भन्नाले यो खाएपछि अर्को जिरा टाइपको आउँछ होइन। गाइज होटल छिरिसक्यौँ, हामी होटल पुगिसक्यौँ के सबै केटाहरू। गाइज आजको खाना हुन लागिसकेको छ दाल भात महीको साथमा। यही खानुपर्छ। हाम्रो लन्च बाहिर अँध्यारो भइसक्यो, बिहानको लन्च अहिले गर्नुपर्छ। गाइज खानु पर्यो होइन, जिन्दगी भनेको गाह्रो भइसक्यो। यस्तो तरिकाले काम हुन्छ। दाइ यता चाइनिजमा एक्लै, म उता फास्टफुडमा एक्लै। यसो कोही राजकोटतिर हुनुहुन्छ भने, मेरो भ्लग हेर्नुहुन्छ भने यता यहाँ काम गर्न आइदिनु पर्यो हो। हुन्छ भने यता नआउनु होला गाइस। ऊ मान्छेले, एउटा मान्छेले के भन्दैछ, यहाँ बसिरहेको छ जुत्ता लगाउँछ होइन, त्यो मान्छेले नआउनु होला, यहाँ गाह्रो छ भन्छ। गाह्रो छैन, यहाँ मान्छेहरूको अभाव परिरहेछ अनि स्टाफहरू चाहिएको छन् भने यसो व्यवस्था गर्न सक्नुहुन्छ तपाईँहरू। किचनमा काम गर्ने पनि फास्टफुड चाइनिज छ, त्यसपछि बाहिर डाइनिङ खाली छ। डाइनिङ वालालाई पगार 20,000 हो। पगार चाहिँ भन्नुपर्दा त्यही हो 20 देखि सुरुवात हुन्छ। एक अगाडि जोगिन, 2 पछाडि राखिन, 3वटा 0 लगाउनु पर्छ, त्यसपछि सुरुवात हुन्छ। त्यही हो 20,000 देखि सुरुवात हो। काम त्यही 10 घन्टा, एक टाइम मात्र हुन्छ। 4 बजे आएर राति 2 बजे जाने। कोही हुनुहुन्छ भने अनुरोध गर्दछु। लोकेसन पनि भन्नुपर्दा डेकौडा, कालापहाड रोड, डेकौडा। थोरै 100 किलोमिटर अगाडि आउनुभयो भने हेटकी भेटिन्छ। हेटकी ओपन क्याफे राजकोटमा हुनुहुन्छ भने आइदिनु पर्यो। मेरो भ्लगबाट मैले सूचना जारी गरेको, यो सूचना खुलासा गरेको छु मैले। म चाहिँ अहिले खाना खान लाग्यो। यता म्यागी पाक्दैछ। म्यागी चाहिँ पानी धेरै हाल्दैछ र यो म्यागी पाक्दैछ होइन। झोल खाने, म्यागीको झोल खाने भन्दै थियो एउटा कस्टमर। झोल बनाउन लाग्छ पानी धेरै हालेर। यता मेरो मही बन्दैछ, मही बटर मिल्क मही बन्दैछ गाइस। मही के गर्नुहुन्छ दाइ? काम भइरहेछ। काम भइरहेछ होइन दाइ? हेर्नु त हालत यस्तो छ। पहिला हरियो थियो के, यो टुवार हो यस्तो थियो होइन, हरियो थियो। अब यस्तो भइसक्यो। कति दिन राखेको अरे? लगभग 1 हप्ता हुन लागिसक्यो होइन? 1 हप्ता भइसक्यो कि लगभग 1 हप्तामा यस्तो भयो। 1 हप्तामा यस्तो भयो। यस्तो हरियो थियो के, अब हामीले सब फालेर यो गरी यहाँदेखि फालिदिनु पर्छ के। यो तलको हरियो मात्र काम लाग्छ, अरूभरि यो कामै लाग्दैन के। यो घाँस जस्तो भइसक्यो नि त होइन दाइ? यो चाहिँ आज आएको, यसलाई राख्नुपर्छ। यसलाई पनि त्यस्तै बनाएर राख्नुपर्छ।
होटलभित्र लाइट गइसक्यो, होटलमा लाइट छैन। अब यहाँ अर्डर आइसक्यो, मन्चुरियन ड्राई तड्का म्यागी आइसक्यो। बनाउनु पर्छ, यतातिर बनाउनु कति नभएको बेला पनि चाइनिज दुध आएछ। मेरो चाहिँ म्यागी मात्र बन्छ, न त अरू इलेक्ट्रिक, पुरै इलेक्ट्रिक बिजुलीबाट मात्र बन्ने छ। त्यही भएर म्यागी पनि पर हेर्सीमा चाहिँ इलेक्ट्रिकबाट बन्छ, नत्र भने अब चुलामा पनि पकाउनु हुन्छ नि त, ग्यासमा पनि। मेरो अर्डर बन्दैछ, अहिले चाहिँ बत्ती आइसक्यो। अब मन्चुरियन ड्राई पनि आछ। मन्चुरियन ड्राई बनाउनु पर्छ, मैले बनाउनु पर्छ मन्चुरियन नुडल्स। यो क्युटी जोमेटोबाट रहेछ। प्लेन कोल्ड कफी, पाइनएप्पल जुस, चिज गार्लिक ब्रेड आछ गाइस अर्डर। यिनी पनि आजदेखि म्यागी, कुन छ म्यागी गरे? पेरी पेरी म्यागी आछ अरे। एक फेन्टा बनाउँदैछन्। पहिला पानी हाल्नुपर्छ है, बिर्सेल्यो क्या? बिर्सेलेछन्, पानी हाल्न बिर्से। मार्गेटा पिज्जा 7 इन्च प्यारो छ। अब हाल्नुपर्छ ओभन भित्र हाल्नुपर्छ। यता बन्दैछ भेजिटेबल म्यागी, यता चाइनिज बेल बनिसक्यो। यो ग्रेभीको लागि हो मन्चुरियन। मेरो ओरियो सेक बन्दैछ यहाँ भित्र ओरियो हाल्नुपर्छ। ला ओरियो त दुइटै रहेछ, ल्याउनु पर्छ यार। ओरियो बिस्कुट हो क्या, सेक भन्छ, ओरियो हालेर सेक भन्छ, ओरियो बिस्कुट। पाइनएप्पल जुस बन्दैछ, ओरियो मिल्कसेक बनिसक्यो, ओरियो मिल्कसेक। यता भेजिटेबल म्यागी पनि बन्दैछ। सम्धि एक अर्डर ल्याएर आउँछन् के? होइन, यो मान्छे एक अर्डर ल्याएर आउँछ, अलि ल्याउनु परेन घचक्क। आजको तरकारी आलु छ हाम्रो। यता आलु काट्न लागिसकेको छु। दाइ यसलाई के भन्छ दाइ? लौका भन्छ। लौकै भन्छ होला होइन? हामीसँग यो छ आजको खानाको लागि, आलु छ। हाम्रो तरकारी काटेर रेडी भइसक्यो। अब हामीले व्यवस्था गर्नुपर्ने हुन्छ तरकारीलाई। आज धेरैभन्दा धेरै काम हाम्रो म्यागी बनाउने भइरहेछ। यो हाम्रो खाना दुई तपेलाले ढाकेको, एउटा माथि पनि बराबर छ के, तल माथि। हेभन कसले भन्यो? विजेश सरको। ल कुन सा? सेजन फ्राई राइस। ओके ल गाइज, पिज्जा बनाउन लाग्छु। कति नरम बेस छ भनेको, हार्ड छैन क्या, नरम बेस छ। मैले आउँली दबाएँ भने यहाँबाट दब्छ क्या, यो साइडबाट। अब चिज हेभन बनाउनु पर्छ। चिज हेभन बनिसक्यो गाइज। चिज मात्र हुन्छ क्या यसमा, फाइदा भनेको यही हुन्छ, जो चिज हेभन खानेलाई फाइदा, किनकि चिज मात्र हुन्छ क्या गाइज। फेरि पनि भेजिटेबल म्यागी आइसक्यो गाइज, भर्खरै नै अर्डर आयो। सबै एक मात्र रहेछ। दाइलाई प्लेन म्यागी लगाउनु पठाएको छु होइन? दाइ लगाउनु पर्यो त होइन? पानी हाल्दै हुनुहुन्छ। म चाहिँ अरू प्लेन कोल्ड कफी, पाइनएप्पल जुस, जामुन जुस बनाउने सुरु गर्नु पर्यो गाइज। अहिले म काउन्टरमा आएको छु कि, काउन्टरमा कृष्ण खाना खानु लाग्छ होइन? ऊ यहाँ डुल्छ, कृष्ण यहाँ डुलिरहेछ। म्युजिक चेन्ज गर्नुपर्छ, के अर्कै गाना लाग्छ। हेर्नु त यो डुल्छ क्या, यहाँ त भित्र किचनमा छ, यता कहाँ डुल्छ, यहाँ छ क्या, यहाँ ऊ यहाँनिर छ। म चाहिँ म काउन्टरमा बसिरहेको छु। यो म काउन्टरमा छु। मस्तले कहिलेकाहीँ काउन्टरमा बस्न मिल्छ, कस्टमर लागिरहेछन् तल। गाइज आजको डिनरमा मेरो सब्जी, राइस, मही छ। हामीले खानेकुरा खानुपर्छ है। सब्जी चाहिँ धेरै छ है, सब्जी चाहिँ लास्ट धेरै, सब्जी चाहिँ खानुपर्छ है। मोटाउनु पर्यो नि त होइन? ज्यान बनाउनु पर्यो, ज्यान बनाउनु पर्यो गाइज। दुईटा लास्ट अर्डर पिज्जा हो, दुईटा लास्ट अर्डर, आजको लास्ट अर्डर हुन्छ जस्तो लागेको छ। होटल क्लोज गर्ने टाइम भइसक्यो, लास्ट अर्डर दिएर क्लोज गरिन्छ। हेर्नु त कति प्यारो छ यो वाला।
यी दुइटै कति प्यारा छन् पिज्जा हेर्नु न कति प्यारा पिज्जा छन् होइन काट्नुपर्छ कटिङ गर्नुपर्छ दिनुपर्छ आज इसानको हालत खराब भइरहेछ टाइट भइरहेछ अब गएर बस्दै थियो खै के भएको थियो अरे जिब्रोमा घाउ भएको छ हौ। घाउ भएको छ हो जिब्रोमा घाउ भएर 2-3 चोटि पानी खाए औषधि के गर्ने भन्दै थिए औषधि केही नगरेर हुन्थ्यो भने त्यसपछि ज्वरो पनि आछ भन्दै थिए उदयलाई पनि हालत खराब भइसक्यो होइन सिगान आएर खतम छ आज आज मेरो के भयो थाहा मेरो रिचार्ज सकिएको रिचार्ज हाल्दैन नि त मेरो रिचार्ज मोबाइलको सकिसक्यो कि 3 महिनाको हालेको थिएँ सकिसक्यो अब आजै सक्यो भनेको अब दिमाग खराब लाग्छ के गरी बस्ने भन्ने लाग्छ अब मोबाइल चलाएको बानी होइन थाकिएको छ लास्टतिर थाकिएको छ के आजको दिनमा यिनले एउटा मात्र अर्डर एउटा टेबलको मात्र ल्याउने भने कि एउटा मात्रै फ्रेन्च फ्राइज प्लेन कोल्ड कफी म्यागी एउटा मात्र अर्डर ल्याउने भने कि दिमाग खराब फेरि हानौँला अब बसौँला भन्ने हुन्थ्यो होइन अर्को टेबलको एउटा अर्डर ल्याइकन आइजाने भने दिमाग खराब अब धेरै अर्डर आयो भने घच्चा घच्चा हानेर हुन्छ नि त फ्री हुन्छ नि एउटा हान्या छ अर्को हान्या छ त्यो होइन त्यसपछि अर्को अर्डर आइदिने हो दिमाग खराब भइसक्यो आज त लास्टमा के भएको अहिले आएको थियो नि कस्टमर सिवानमा दिमाग खराब बनाइदियो त यार आफ्नो कलोनीमा आइसक्यौँ रुममा आइसकेको छौँ अब सुत्नुपर्छ निद्रा पनि आइसक्यो टाइम पनि भइसक्यो भिडियो तपाईँहरूलाई राम्रो लाग्छ होला लाग्नु पनि पर्यो भिडियो राम्रो लाग्छ भने भिडियोको व्यवस्था यतै हुन्छ डेली भ्लग आउँछ भ्लग बनाइ हुनुहुन्छ भने सब्सक्राइब गाइज डेली भ्लग आउँछ बाई 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 बाई